4.7 मिलियन छन् जस्तो लाग्छ प्रधानमन्त्रीको हैन फेसबुक फलोवर्स चाहिँ 1.5-2 मिलियन त कति सभापतिको पनि छन् जस्तो लाग्छ मलाई 1 मिलियन भन्दा बढी नै छ त्यस्तो चाहिँ नि हैन यत्रो जनमत प्राप्त गरेको पार्टीको त्यहाँ राष्ट्रिय महाधिवेशन हुँदा कम्तीमा 10 लाख भन्दा बढी मान्छे आउनु पर्ने होइन र अरू हिसाबले त आउनुपर्ने त अब 40-50 लाख नै थियो अधिवेशनमा 10 लाख पनि आएन भनेर कता अन्तर्वार्तामा तपाईँले भन्नुभएको रहेछ होइन तपाईँको जस्तो भ्रष्टाचार गरेर पैसा थुपारेको पार्टी होइन त्यहाँ मान्छे ल्याइसकेपछि तिनीहरूको आउने जाने खाने बस्ने सबै खर्च बेहोर्नुपर्छ पार्टीले बुझ्नुभयो तपाईँहरूको जस्तो फोकटमा पैसा देशलाई लुटेको पैसा भइदिएको भएपछि त 50 लाख मात्रै होइन 10 लाख मात्रै होइन हामी त करोड 3 करोडै मगाउने थिएँ नि चितवन भरिदिने थिएँ पुरै फुल यिनीहरूलाई भित्रभित्र यस्तो जलन भइरहेको नि यस्तो जलन भइरहेको नि यिनीहरूलाई फट्ट समातेर सत्तामा लाग्दिने हो भनेपछि यिनीहरूले अहिलेका रिस गरेका सबैजनाहरू यिनीहरूले काच्चै खान्थे क्या त्यही भएर पहिला जस्ता लाटा छैनन् जनता धेरै बाटा भइसक्यो अर्को आउने 5 वर्षपछिको चुनावमा हामीले यिनीहरूलाई देखाइदिन्छौँ भनेर यिनीहरूको भित्रभित्र दम्ब छ नि भएको जति शिर छ नि त्यो पनि चुर्लुम्मै हुन्छ अब त केही पनि हुँदैन यस्ता बलात्कारी भ्रष्टाचारीहरूलाई अझै लाटा छन् र जनताहरू तिमीहरूलाई भोट दिने यस्तो दिन्छ नि यस्तो